यहाँहरू सम्पूर्णमा मेरो नमस्कार। आजको यस भिडियोमा यहाँहरूलाई नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरूमध्ये एक मानिने पूर्वको पशुपतिनाथ भनेर चिनिने स्थानको भ्रमण गराउनेछु। हो यहाँले थाहा पाइसक्नु भएको छ, यो स्थान रहेको छ खोटाङ जिल्लामा अवस्थित हलेसी महादेव मन्दिरको मन्दिर परिसर। भनिन्छ नि कुनै पनि स्थानले नबोलाएसम्म हामी त्यहाँ पुग्दैनौँ र भगवानको दर्शनको लागि त झन् विशेष बुलावा नै आउनुपर्छ। मलाई अचानक त्यो बुलावा आयो। सल्लेरीबाट फर्कदै थिएँ, हिले पानी झरेर म यतातिर लागेँ। सहजैसँग पुगेँ, सहजैसँग दर्शन गरेर सहजैसँग घर आइपुगेँ। मैले महसुस गरेँ मलाई विशेष आशीर्वाद र शक्ति प्राप्त भयो भनेर। हिन्दू, बौद्ध तथा किराँत धर्मावलम्बीहरूको बीचमा प्रख्यात यो पवित्र स्थानको जुन शक्तिको बयान गरिन्छ, मैले त्यसको थोरै भने पनि महसुस गर्ने मौका मिल्यो। हजारौं भक्तजनहरूले कैयौं वर्षदेखि तपस्या गरिरहेको यो स्थानमा स्वतस्फूर्त रूपमा त्यो शक्तिको अनुभूति गर्न मैले सकिरहेको थिएँ। थोरै भने पनि आध्यात्मिक क्षेत्रमा चासो रहेको हुनाले मैले त्यो कुरालाई अझ गहिराईबाट बुझ्ने मौका पनि पाएँ। र यहाँहरूमध्ये पनि कोही जान चाहनुहुन्छ भने यहाँहरू सहजैसँग यहाँ त्यहाँसम्म पुग्न सक्नुहुन्छ। अनि जसलाई हिँड्न अल्छी लाग्छ नि, त्यति धेरै हिँड्नु पनि पर्दैन के, हिँड्न रहर लाग्दा लाग्दै यहाँहरू चाहिँ मन्दिर परिसरमा पुगिसक्नुहुन्छ। जस्तो कि यहाँहरूको 4 तले घर छ भने तपाईँ ग्राउन्ड फ्लोरबाट चाहिँ छतमा या बुइगलमा पुगे बराबरको जति उकालो हिँड्दाखेरि चाहिँ त्यहाँ पुगेर दर्शन गरेर चाहिँ फर्कन सक्नुहुन्छ। त्यो आनन्द लिन सक्नुहुन्छ, त्यो शक्तिको चाहिँ महसुस गर्न सक्नुहुन्छ। आसपासमा धेरै राम्रा राम्रा सुन्दर सफा होटलहरू पनि रहेका छन्, यहाँले त्यहाँ बसेर आनन्द लिन सक्नुहुन्छ। र अन्य स्थानको पनि यहाँले त्यहाँ वरिपरि भ्रमण गर्न चाहिँ सक्नुहुन्छ। मलाई चाहिँ असाध्यै मन पर्यो हैन। अनि एउटा स्थान हेर्ने मौका पनि पाएँ, खुसी छु। थ्याङ्क यू।